चाहिँ सोलुखुम्बुको हाइड्रो पावर अनि यति धेरै छ कि भिडियो गरेर हामी चाहिँ लाग्यौँ। कस्तो फिल भइरहेछ सर? बबाल है, मजा आइरहेको नि? चक्की चक्की ल ठिक छ। ए हस् ब्रो, हामी अब यहाँबाट काठमाडौँबाट चाहिँ दुधकुण्ड लाग्यौँ। भन्छ हाम्रो सुशील साई के छ अरे अवस्था? ठिक छ नि? मजा आइरहेछ? आज पुग्ने नि दुधकुण्ड? ल ठिक छ। अच्छा हाम्रो साइजन सुशील कस्तो भइरहेछ सर यात्रा? ए बवाल बवाल बवाल। अनि अरू के छ अलिअलि? हाम्रो के अरे कलियुगको हाम्रो शिवजीलाई पार्वती मिल्नु हुनेछ भन्ने पार्वतीको वर माग्न विशेष गरी हामी हिँडेका छौँ। हाम्रो क्यान्डिडेट चाहिँ वहीँ हो। यो यात्रा चाहिँ झन्डै 2 दिन 3 दिन भयो। आज हामी निरन्तर यात्रामा छौँ। के भन्नु छ सर? ल एक्लै यहाँ बसेको छु। सरकारी पार्टी लगभग पुग्न लाग्यौँ। अब चाहिँ दामी रहेछ। के छ सर? मजा आइरहेछ? ठिक छ नि? अल गुड। सरकारी पार्टी हामी यहाँ आइपुग्यौँ। लगभग यहाँ चाहिँ पहिला तिब्बतबाट शरणार्थीहरू आउँदाखेरि राजा महेन्द्रको पालामा हो कि त्रिभुवनको पालामा चाहिँ भवन थियो अरे। सर के छ त हाम्रो अवस्था? एकदम हामी चाहिँ एकदमै ऐतिहासिक ठाउँमा पुगेका छौँ जहाँ राज्यको एकदम वर्चस्व भएको ठाउँ हो। त्यो बेलाको ट्याक्स उठाउने ठाउँ भनेपछि तिब्बतको जनतासँग यो फोहोर चाहिँ यसरी यहाँ ट्याक्स डस्टबिनमा हाल्नु ल। भन्ने डस्टबिन छ ट्याक्स उठाउने भनेर भन्ने सुनिएको छ इतिहासमा। ल ठिक छ। हामी यहाँबाट उकालो लाग्छौँ होइन? विशेष गरेर हाम्रो यात्रा दुधकुण्ड यसलाई यो सरकारी पार्टीको सुशील रुख त्यो सरकारी पार्टीको कालोबाट एभरेस्ट भ्यू पोइन्ट पुग्न मेममा भयो। हामी अब सानो दुधकुण्ड भन्छ यसलाई चाहिँ होइन। दुधकुण्ड पुग्न नसक्ने मान्छे यहीँबाट पानी चाखेर फर्किरहने हुन्छ ल होइन। यहाँ चाहिँ पानी रिफिलिङ गर्ने पोइन्ट रहेछ। माथि पुग्न नसक्ने मान्छे यहाँबाट फर्किरहने हुँदैछ। यो चाहिँ सानो चिटिक्क परेको ढाका छ। अनि यहाँ सोलुखुम्बु नगरपालिकाले लागेको छ। यो पैसा कतिसम्म
एभरेस्ट भ्यू पनि थाल्यो गाडी ड्राइभर छ भ्यू पोइन्ट पुग्यौँ सर हाउ इज योर फिलिङ हिँड्न सकिन्छ नि गाह्रै रहेछ हो उकालो त एभरेस्ट भ्यू पोइन्ट पुग्न हामीलाई हम्मे भयो यार 8:30 बजे 9 बजे हिँडेको पुग्न लाग्यो नि हो पुग्यौँ एभरेस्ट भ्यू पोइन्ट प्रस्थान गर्छन् भाइरल नि योपालि मजा आइरहेछ यस्ता यस भ्यू चाहिँ यति राम्रो छ कि पुरै छोडौँ नि हाम्रो अब खाने होटल अलमोस्ट आइपुग्यौँ एभरेस्ट भ्यू पोइन्ट यहाँबाट हामी सिधै टिभी चोको हुन्छ लुत्कुन्डाको यस गाह्रो हुँदो रहेछ हौ खाना पाक्दैछ फोटोसोटो ठन्डै भयो रेडी टु इट यत्रो रमाइलो आहा नि हाम्रो अब 3-4 घन्टामा हामी 4 घन्टा एउटा सम्बन्धित डेस्टिनेसन पुग्छौँ त्यसपछि हामी त्यहाँ आज टेकअप गर्छौँ बिहान जतिसक्दो चाँडो उठेर हामी दुधकुण्डको दर्शन गरेर हामी दर्शन गर्छौँ अनि त्यसपछि त्यहाँबाट सकिन्छ यदि सकिन्छ भने त्यहाँबाट पनि अलि माथितिरको भ्यूहरू हेर्दैछौँ हामी भरपुर कुनै कसुर नरहने गरेर त्यो छ ठाउँ पुरै पैसा असुल हुने गरेर हामी कस्तो भइरहेछ सर यात्रा कस्तो रहेछ लाइफको एक्सपिरियन्स लाइफ मेरो यस्तो राम्रो चलिरहेछ अहिले 2 वर्षदेखि चल्नु पऱ्यो लाइफ जति सक्दो राम्रो चलोस्
पानीले सचाएपछि अलि तल तल गर मेरो साथीको अवस्था यस्तो छ त्यो पाइनो बुझ्न कोतार न ट्राउजरमा ज्याकेट बाहिर गर के त्यसरी होइन कि साइडले ट्राउजर खोतार भएन क्या ट्राउजरमा खोतार न हावा उता ल्याएर उता खोतार न पानीले सबै भिसक्यो यो माथि लाउ त्यो गर्नु त्यो लगाऊ क्या पहिला झोला भिज्यो है त्यही त तिमी पनि भिज्यौ क्या तलपट्टि भिज्दैन भने हावा त्यो लगाइहाल पहिला त्यो पैसा लाने हुन्छ हो त्यो लगाऊ खबर के छ दाजु खबर यो लगाएर हेर्नुको मजा पनि छुट्टै छ डोरी पनि लगाइदिउँ कि एउटा त्यो पानी परेको छ होइन बादल बचपनमा कहिले नि खेती बनेन हौ टाढा नहोला साईको अवस्था यस्तो छ यता फर्किनु सर कस्तो लागिरहेछ अहिले टेल मी अबाउट मोर अनुहार त देखिएन त्यहाँ ल लास्टमा धोती लाउनु पर्ने यस्तो दामी भ्याली रहेछ गोठेर दामी छ जान्छ माथि देखिन्छ सुशील सर मिठो छ सहस्त्र बेनी पुग्यौँ चाहिँ सहस्त्र बेनीको होटेल नम्बर गेस्ट हाउस भन्ने चाहिँ कुरा उतापट्टि बस्नु भएको छ पनि राम्रो बस्नु जस्तो रहेछ राम्रो बजेट छैन दुधकुण्ड हामी त यो सहस्त्र बेनीको होटेलमा आएको प्रायः जस्तो मान्छे पनि हुँदैन रहेछ यसको हाइट चाहिँ 4.30 मिटर यहाँबाट 3 घन्टा चाहिँ व्हाइट लेक लाग्छ भने हामी हेर्छौँ यस्तो दामी भ्यू छ पुरै छैन रातिको 5 बजे यहाँबाट माथि होइन यतै बाटो है आमा जाने यतै बाटो जान्छ है छैन बल्ल यहाँ हस्पिटल जाइपुग्यो यहाँ तल सहस्त्र बेनीबाट आएको लुक लाइक अ नाइट ब्रिज जिन्दगीमा त केमा सुन्थ्यो नि डे 2 को यात्रा लुम्बुर हिमालबाट आएको खोला किनार साथीको अवस्था यो सहस्त्र बेनीदेखि उकालो नै रहेछ जाने पुगौँ भनेको
गाह्रै हुँदो रहेछ हिँड्न लेकतिर 42-43 हाइटमा आइयो कसरी आउँछ भनेर हेर्नु ढुङ्गाबाट डाइरेक्ट पानी होइन अब हेर्दै केही छैन ताल पनि छैन केही पनि छैन पानी चाहिँ मजाले आइरहेको अनि अर्को मेजर भ्यू हेर्नुहोस् look at this guys नम्बर 4 श्रृङ्खला आराम पुगेर आउँछ हामी सँगसँगै खच्चर सबै हामी पछि लाएर आयो कि हामी चाहिँ म चाहिँ यता घोष लेक देखाइरहेको छ घोष लेकतिर जानु पऱ्यो भनेर त्यो घोष लेक जाने बाटो घोष लेक जानु भएको एक्लै छु के गर्नु त्यो बाटो अवस्था मजा छ को छेउमा रहेको राज्यस्थल यो हो राज्यस्थल पुग्नु लाग्यो अनि राज्यस्थल अनि तपाईँको पुर्खा भन्ने सुन्नमा आएको थियो तपाईँ यहीँ बस्नु त यार कहाँ अनि उता गरिहाल्नु राक्षसको पुर्खा तपाईँ राक्षसको सन्तान यार हत्तेरी यो भएन नि ए मा यो ताल ल उहाँको पुर्खाको ताल हो यो अनि उहाँ चाहिँ
त्यसो आज बिलिन हुने यार यहाँ यो तालमा ल एकचोटि हुर्र फडा हाल न त्यो त आउँदा फुट्कियो अहिले के हुन्छ अहिले हालत त्यो फुट्कियो विचार गर लेकको छेउमा चाहिँ राक्षस ताल रहेको छ कति क्लिन छ यार कति क्लिन छ We are in Rajasthan. Once more. ल फोटो राजस्थान माथि गएर लक पुग्छ अनि त्यसपछि दुःख आइपुग्यौँ दुईवटा खोला रहेछन् दामी सुशील अर्को मजा यो नुम्बुरको मुनि चाहिँ ताल रहेको छ भने यो मनको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन नुम्बुर पर्वत श्रृङ्खला भन्छ यसले चाहिँ हाम्रो उहाँ सुशील छ है के छ सर पुग्यो होइन जे जस्तो भयो नि सुख दुःख गरेर ल हाय सुकुन यहाँ छ एक महिनाको खर्च जुटाऊ घुम्न आऊ नेपाल दामी चक्की ल ल हजुर एकदमै कठिन एकदम हर्ष उल्लासका साथ ठाउँमा चाहिँ हामी सुशील साईको पूजा आज सुरु हुन लाग्यो होइन पैसा पानी फाल्ने होइन
मजाले। त्यसपछि हामी जान्छौँ एभरेस्ट भ्यू पोइन्ट, त्यहाँ खाना खान्छौँ। अब बजेट यहाँ चाहिँ अलिकति टाइट आयो होइन, टाइट आयो जे भयो नि। अब त्यहाँ गएर अलिक कस्टली नै रहेछ जे होस् अरू ट्र्याक भन्दा त्यो चाहिँ। मैले अब नर्थ एबिसीतिर नि हाल्यो, अन्नपूर्ण सर्किट हाल्यो, तर यता चाहिँ $15,000 भयो भने चाहिँ हाम्रो पुग्ने रहेछ राम्रोसँग। ब्याक साइडको भ्यू हेर्नुहोस् टक्क, यसलाई भन्छ लभकुश ताल होइन। सहस्त्रबेनीको यो खोलामा बिहान जाँदा राखेको थियो, त्यो सहस्त्रबेनी होटल पुग्न लाग्यो। अब 10-15 मिनटमा होटल पुग्छौँ होला हामी। यस्तो दामी खोला छ चाहिँ फाइनल्ली पुग्यो हाम्रो डेस्टिनेसन प्लेस। हामी बसेको ठाउँ चाहिँ होटलमा बसेको थियौँ। एकदम गुड, अल गुड होइन। हाम्रो यात्रा कस्तो भयो त? अब त हामी कहाँ एकदम झरास ताक्सिन गयो सिधै, बेस कम जान्छौँ। बेस क्याम्प होइन, ताक्सिन अनि त्यसपछि हामी ट्याक्सिन्डु भनेको आउँछ। हामी यहाँ अलिकति जे होस् यो नुम्बुर लजभन्दा सस्तो रहेछ। यो आउने छ भने यहाँ आउँदा हुन्छ है बस्नलाई, बस्न खानलाई सस्तो छ जे होस्। यहाँ हापुरान खाने खेल्न न ढुङ्गा छ, ढुङ्गा चोट लाग्ला।